पनि भेट भयो त कहाँबाट आयो तिमी म लुबुबाट ठ्याक्क लुबुको के माला चौतारा खै कहाँ ठ्याक्क आइपुगेको थिएँ गाडी पनि ठ्याक्क आइपुग्यो अनि म चढेर चल्दिहालेको तर म अर्कै गाडी अरे अब अर्कोमा हाम्रोमा है म चाहिँ उसको भ्लगको लागि पर्खिरहेको थिएँ कस्तो जाने क्यामेरा टिपेको यार अन्त मजा आयो ओके ल है हाम्रो एचओडी म्याम अनि उहाँको दिदी राम्रो राम्रै हुनुहुँदो रहेछ बसबाट झरेर अनि एउटा राम्रो रिसोर्ट रहेछ होइन एकदम क्युटवाला अनि त्यहाँ जाँदैछौँ है अनि हामी चाहिँ अब चिया र बिस्कुट खान जानु लाग्यो रिसोर्ट दिने फाइनली आएँ अब चिया र बिस्कुट खान्छौँ फाइनली चिया र बिस्कुट खान्छ राम्रो क्युट ठाउँ रहेछ हेलो जुनकिरी मेरी जुनकिरी वाउ मेरी मेरी अनि हाम्रो रेस्पेक्टेड सर भनेको बालै दिनु भएन अब हामी अब वेटिङ फर बिस्कुट अनि यहाँ केटीहरू छन् अनि यहाँ केटाहरू पनि छन् बिस्कुट बाँध्दै हुनुहुन्छ ल ल ल बिस्कुट खा बिस्कुट फिल्ड भिजिट आएको अनि अब अब हाम्रो ग्रुप भयो चाहिँ हेलो हेलो चिया बिस्कुट खान सक्यो अब हामी जान्छौँ है त जङ्गलतिर अनि यहाँ मैले चाहिँ यहाँ सुटी भेटेँ अभी मेरो नयाँ सब्सक्राइबर प्रिन्सेस पनि है नयाँ सब्सक्राइबरहरू भेट भएको छ मेरो फ्यानहरू पनि भेट भइहाल्यो होइन ओके ओके अब एउटा सेल्फी लिऊँ ल अहिले हुन्छ थ्याङ्क यू हजुरले मन पराइदिनु भएकोमा थ्याङ्क यू द्याट मिन्स भेट्न पायो मलाई खुसी लाग्यो अहिले अटोग्राफ पनि दिउँला गजब बेइज्जती ऊ पनि मेरो एउटा फ्यान लास्टमा ओह माय गॉड म आफैलाई थाहा थिएन है म भेट्छु भनेर ऊ पनि मेरो एउटा सब्स्क्राइबर हो नयाँ ओके आई विल सब्स्क्राइब यु लिंक पठाऊ ओके थ्याङ्क यू अब जुनकिरी ग्रुप हैन जुनकिरी ग्रुप हो यो हाम्रो हैन हामी चाहिँ इन्युमरेसन गर्ने जुनकिरी ग्रुप सबै जुनकिरी जस्तो छन् ऊ
ग्रुप अब हामी चाहिँ इन्युमरेसन गर्ने मतलब के छ चिनेकोलाई नाम लेख्ने नचिनेको चाहिँ फोटो खिच्ने अनि यो एरियामा कति प्लान्ट पाइयो भनेर हामीले चाहिँ हेर्छौँ है त ओके बाई अब चाहिँ हामी पछि भेट्छौँ अब हामी जुनगिरी ग्रुप है जाम यो चाहिँ मेरो पछि आएको हाम्रो सेक्युरिटी गार्ड म अन्त टाढो नजाऊ है ओके गुड बोय गर्नु कि बोय आइदिनु न तर मेरो पछि आइज Wait, no, sorry. यस्तो डर लाग्छ sorry दिनु भयो अनि सरी ल यो पनि छ हैन यो नि भाइ हिँड्न भन्दा एउटा गुफा छ ओइ अरे अनि यहाँ यस्तो चट्टानमा यस्तोमा चाहिँ अनि अब सबैजना गुफामा जाने यस्तो कोकेरो छ है अब ला लुगामा चाहिँ टेन्सन हो त केही छैन ए शिवाजी अबे ल यस्तो यहाँभित्र होइन यस्तो ठाउँमा यस्तो जङ्गलमा यहाँभित्र अनि म पनि यहीँबाट नमस्ते ए खासै घिरिनु पर्ने त अवस्था होइन रहेछ ल ए शिवजी ए भगवान् रक्षा गर्नु ए यस्तो छ यहाँ चट्टानमा के क्याट कस्तो फिल भइरहेछ गुफामा आएर ल एकदमै रमाइलो लाग्यो थ्याङ्क यू ल सर फोटो खिच्नु न सबैजना आफ्नो पारेर अनि यहाँ चाहिँ बन्दै छ केही हजुरहरू पनि आउन सक्नुहुन्छ खैरे पनि भागिसक्यो है त खैरे ल हिँडा बिस्तारै हिँडा है अब म त डर लाग्छ यस्तो मजाले कुकुर त बल्ली भइहाल्छ अब यहाँ पनि के बन्दैछ है यहाँ पनि केही बन्दैछ है ल यहाँ पनि केही बन्दैछ बनाउँदै हुनुहुन्छ जामिरा तर लास्टै उकालो चाहिँ मलाई डर लाग्छ कि फेरि 11 बज्यो अनि हामी चाहिँ त्यता गएर कलेक्ट गरेर आयौँ होइन अनि अब हामी चाहिँ एउटा फोटो खिच्यौँ हेलो साधना यिनीहरू चाहिँ काला छैन ल अनि यो चाहिँ बेस्ट पार्ट अफ द डे आई एम अल्सो बेस्ट पार्ट अफ द डे यो चाहिँ हाम्रो फिल्ड भिजिटमा सुरक्षाको लागि खटाइएको लास्ट चाहिँ गर्मी भइरह अनि अब 1 बजे खाना खाने रे अनि हामीलाई चाहिँ भोक लागिसक्यो